हेलो साथीहरू, स्वागत छ मेरो अर्को मिनी भ्लगमा। होप छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। आज चाहिँ मैले धेरै दिनपछि मिनी भ्लग लिएर आएको छु साथीहरू। आजको मिनी भ्लग चाहिँ हाम्रो घाँस कटाइ हुँदैछ साथीहरू। यहाँ चाहिँ हामीले यो सबै घाँस काटेर सफा गरेर यो बारीलाई खनेर अनि सिमी रोप्नु पर्ने छ, त्यसैले हामी सफा गर्दैछौँ। यहाँनिर चाहिँ अस्ति हामीले मकै छरेको थियौँ। मकै पाकिसकेर हामीले मकै लगिसकेपछिको यो बारी यस्तो छ। हेर्नु न, बर्खाको समयमा कति छिटो चाहिँ घाँस पलाउने रहेछ। हाम्रोतिर चाहिँ एकदमै पानी परेकै छ साथीहरू। तपाईँहरूकोतिर के कस्तो छ? हामीलाई चाहिँ एकदम पानी धेर भइसक्यो। अब त नपर्देको भए पनि हुने, पानी धेर परेर हामीलाई बारीको काम गर्न पनि दिइरहेको छैन। किनभने यो झारहरू सबै सफा गरेर खन्नुपर्छ। पानी पर्यो भने त हिलो हुन्छ, त्यसैले खन्न गाह्रो हुन्छ। हामीले चाहिँ आधी झार निकालेर सक्यौँ। अब यहाँ चाहिँ खन्दै हुनुहुन्छ। म चाहिँ झार काट्दैछु। यो बारी खन्नुभन्दा अगाडिको मेलोमा चाहिँ झार काट्नुपर्छ, अनि मात्रै खन्न सजिलो हुन्छ। हाम्रोतिरको मौसम चाहिँ एकदमै खराब छ, किनभने हामीले घाम बल्ल बल्ल कति दिनमा एकछिन देख्न पाउँछौँ। हाम्रोतिर चाहिँ एकैछिन घाम लाग्ने, त्यसपछि पानी पर्ने, ओसु लागिरहने भइरहेछ। अहिले चाहिँ अलिक मौसम खुलेको छ, त्यसैले हामी बारी आएको। बारीमा बस्दा बस्दै मौसम चाहिँ यस्तो भयो। बादल पारीको देशबाट मेरी माया मलाई हेर्दै होलिन्। आजको मिनी भ्लग के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनुहोला साथीहरू। बाई बाई साथीहरू।